तेरिका हो के सोचेको के भयो कहाँ आइपुगेछ म त भगवान् टाउको दुख्ला जस्तो भयो किन यस्तो भगवान् न टेन्सनले भयो न के कारणले भगवान् सबैले भन्छ नि हो यस्तो गर कान्छ यस्तो गर के गर्नु खोइ जाबासाबा मलाई हुँदैन जे गर्छु भने त्यो पनि पुरै हुँदैन कस्तो खालको दुनियाँ रहेछ हौ यो त सोचेको कुरामा टक्कै पुग्दैन हौ भगवान् सकिँदैन मैले भनेको हो नि भुँडी दुखेर चाहिँ अब यस्तो यो कपालहरू हल्लिन्छ नि पहिला त्यस्तो हुँदैन त हौ केटाहरूले भन्छ के छ हौ तिमीलाई के प्रब्लम छ हौ मान्छेलाई त अहिले प्रब्लम हुँदो रहेछ नि त भुँडी दुखेर यस्तो फुट्लाई जस्तो हुन्छ हौ लो आजकल के भएको यसो गर्दा हुँदैन अस्ति त म त सोचेँ यसरी सुतिदिन्छु भनेर सोचेको यसो गरेको कहाँ हुँदो रहेछ त हौ अन्त सोला हान्दो रहेछ टाउकोमा दुखाइ छ भुँडीमा निन्द्रा त पट्टै नि 3 दिनसम्म केटाहरूले भन्यो नि पेक हानेर सुत न पेक हानेर भन्छ पहिला त केटाहरू पनि आइबस्थ्यो आज भोलि त यो मान्छे निर्मल भन्ने मान्छे आउँदैन हौ त्यो मान्छे नआएको पनि निकै छ त्यो मान्छेलाई फोन गर्नु पर्यो त्यो मान्छेलाई चाहिँ फोन गरेर चाहिँ बोलाइराख्नु पर्यो गफाडी छ फेरि त्यो मान्छे एक नम्बरको गफाडी छ के भन्छ र त उठाउँदैन पो त फेरि बाउ खोज्छ क्या केटाहरू हुनु त मान्छे पैसा होला पर्छ हेलो कहाँ छ हो तिमी त मरो आज भोलि त तिमी त देख्नै छोड्यौ त ए आउ न त एकछिन माथि रुममै छु म पनि भुँडी दुखेर मरो डाइरिया भएको छ हौ ड्युटी 3 दिन भयो गएको छैन 2 पेक जस्तो हानिदिउँ भनेको एक्लै भएर अल्छी लाग्यो लिएर आऊ न तिमी खुल्लै छ भने लिएर आऊ त ल म पर्खिँदै गर्छु ल आऊ है आउँदैन त्यस्तो छ हो कहाँ छ तिमीले मलाई याद गर्दै ठिकै छ एकदम ठिक छ उडाउनु पर्छ नि फोन अरे के गर्नु ट्राफिक जाम छ पुरा उयो जोरा हुन्छ नि आया हो लु बस हिजो म बिमार हो फोन गर्छु आउँदैन कोही केटाहरू अस्तिको दिन उतापट्टि खोइ के गर्दै कुन ड्याङ्गै हिर्काइदिएछ उतापट्टि दैलोमा रुमनहरू चिल्लाएर रातभरि हो मेरो फेरि भुँडी दुखेर हो भइरहेको छ कि अस्तिकोले हो है तिमीले अस्तिकोले हो के गर्नु भनेको नि मैले तिमीलाई खाइदियो खानै पर्यो नखाँदा मात्रै नहुने तिमी त अन्त मरो केटाहरूले अर्को पेक हालिसकेकै छैन र टर्न आउनुभन्दा अगाडि स्वाटै खानुमा चाहिँ अलिक तिमी उयो छौ है तर चियामा चाहिँ कन्ट्रोल गर्नु न मरो तिमी मलाई भन्छौ जिन्दगी यस्तै हो आज खाए त के गर्नु खानै पर्यो खान्छौ अझै खान्छौ मेरो भुँडीले कामै गरेको छैन होस् बस्दा तिमी हैन होस् अरू दिन खाउँला बरु अहिले त भुँडीले मेरो कामै गरेको छैन के गर्नु हेर खाएपछि चाहिँ मान्छे नर्मल हुनुपर्छ म आएँ त अन्त त्यहाँबाट रुममा आएँ राम्रै आएर सुतेको म खाना खाए बेलुका मैले हिँड भन्दाखेरि चाहिँ तिमी मान्नुपर्छ नि त मलाई जब फेटले मलाई सताउँसम्म सतायो म त्यो लोदे केटाहरू त त्यो पारामेडिकलको दबाई त पानी बराबर खायो हो के हुँदैन भगवान् के जम्बुले ल्याएको रक्सी अब त यस्तो सोच्छु कि मलाई थाहा थियो त्यो जम्बुले ल्याएको रक्सीमा पानी त्यसले के मिसाएको थियो अब त म यस्तो सोच्छु कि यस्तो कडा खाइदिउँ कि हुँदैन छन्नै होस् बरु एकतामा सुई माथि त्यो उयो ल्याएन किस्नेले ल्याएन पछि ल्याएर रातो त्यो खोले नि त्यो मैले खाएँ त्यो राम्रै थियो त्यो जम्बुले ल्याएको थियो नि जम्बु त्यसमा मिक्स थियो म र के मिसाएको थियो जस्तो लाग्यो त्यो हाने नि मैले सट्टा हाने मलाई थाहा भइगयो
मिलावट छ है त्यहाँबाट त म भने म जान्छु केटा हो अहिले पछि सोध्नुपर्छ ल पक्का सोध्नुपर्छ कि तैँले के लगाएको थिइस् त्यसमा होइन त्यो मान्छेले खाउ त भन्छ के त्यो जम्बुले किनेको पनि होइन नि फेरि किस्नेको पैसा छ त्यसमा अप्पा त्यो पनि छापा अरूको खानु पो त लागि हो तर मिलावट चाहिँ थियो तिमी फेरि बुझ्दैनौ तिमी मैले हिँड हो जाउँ भयो भन्छु बेसिया भन्छ हुन्छ छोड्देऊ त अर्को पालि हामी आउँदाखेरि नि त्यो पक्का त्यो जग्गामा जानुपर्छ सोध्नुपर्छ हाम्रो यो भिडियो आजसम्म हेलो सबैलाई नमस्ते र मेरो भिडियो कस्तो लाग्यो के कस्तो लाग्यो राम्रो लागेन होइन हाम्रो निर्मलको नयाँ च्यानलमा जम्बु है भाइ अहिले अलिकति जम्बु भनेको चाहिँ अब हाम्रो जम्बु भएर मेरो मलाई सपोर्टिङ दिनु मलाई साथ दिनु लागि मेरो साथी पनि छँदैछ निर्मल अब हामी रमाइलो इन्टरटेनमेन्ट क्यामेराम्यान पुकार भाइ हल्का रमाइलो नेक्स्ट भिडियोमा भेटौँ मलाई यतिको लागि भन्दै हामी बिदा चाहन्छौँ।